नमस्कार। तपाईले ख्याल गर्नुभएको छ बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकार नम्बरमा इतिहासकै बलियो तर व्यवहारमा सबैभन्दा कमजोर देखिन्छ। हो, सत्ता पक्ष इतिहासकै कमजोर देखिएको छ। किन? राजनीति शास्त्रमा एउटा टेक्निक वा रणनीतिको चर्चा हुने गर्छ जसलाई व्हाट अबाउटिजम भन्ने गरिन्छ। यसबारे व्याख्या गर्नु पहिले केही सन्दर्भहरूको चर्चा गरौं। प्रतिनिधि सभामा श्रम संस्कृति पार्टीले सभामुख विरुद्ध मुर्दाबादको नारा लगायो। सामान्य आदरार्थी शब्द समेत प्रयोग गरेन। कंग्रेसले लाचार भन्यो। भीष्मराज आङदाम्बेले भूपी शेरचनलाई सम्झिएर घुम्ने मेषमा लाचार मान्छेको संज्ञा दिए। बुधबारको प्रतिनिधि सभा बैठकमा सभामुख डोलप्रसाद अर्याल त्यस्तै देखिए जस्तो विपक्षीले बारम्बार आरोप लगाइरहेका छन्। 1. प्रधानमन्त्री र मन्त्रीलाई रुलिङ गर्न नसक्ने, 2. सरकारको छाया, 3. रबर स्ट्याम्प इत्यादि। समग्रमा सभामुख समेत सरकारको बचाउ गर्नुपर्ने अवस्थामा। अर्को गम्भीर विषयमा विपक्षी दलका नेताहरूले सभामुखको ध्यानाकर्षण गराइरहेका बेला राष्ट्रपाका सांसदहरूले कुनै तर्क वा आफ्नो आर्गुमेन्ट पेश गरिरहेका छैनन्। खाली छन् त प्रतिनिधि सभा नियमावलीका दफा खोजेर नियमापत्ति मात्रै गरिरहेका। संसदमा कस्तो बहस हुनुपर्थ्यो यो सत्ता पक्षलाई थाहा छ, कन्टेन्टको बहस। तर के भइरहेको छ भने सरकारका कमजोरी ढाकछोपमा सत्ता पक्ष पूर्णतः समर्पित भइरहेको छ र त विपक्षीले बोल्न पाऊँ भन्दा सत्ता पक्षले प्रतिनिधि सभा नियमावली खोतलेर मर्यादा सिकाउन व्यस्त छन्। अब अघि भनिएको राजनीति शास्त्रको एउटा टेक्निक वा टर्म्स हाउट अबाउटिजममा जाउँ, जुन सोभियत कालीन समयमा अमेरिकी पत्रकारहरूले निकै प्रयोग गर्ने शब्द हो। कुनै पनि शासक नैतिक रूपमा कमजोर भयो भने उसले वा उसका समर्थकहरूले यो रणनीति निकै प्रयोग गर्ने गर्छन्। यो भनेको के हो भने, जस्तो कि हिजो सुदन गुरुङको छानबिनमाथि चित्त नबुझाउनेहरूले प्रश्न गरे अनि सत्ता पक्षले रमेश लेखकको छानबिन भयो त भनेर प्रश्न गरे। सीमा विवादको विषयमा प्रश्न उठ्यो, सत्ता रक्षकहरूले यत्रो 35 वर्ष कंग्रेस एमाले सल्टाए त भनेर प्रतिप्रश्न गरे। प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्र मन्त्रीले दिएको जवाफमा समेत विपक्षले चित्त बुझाएनन्। सत्तातर्फ वफादार भएकाहरूले उनीहरूले महाकाली बेच्न पाइने, अहिले बोल्न नपाइने भन्दै प्रश्न गरे। आज अर्थमन्त्री स्वर्णिम वाग्लेले करका दर हेरफेर गरेको भन्ने आरोप लागेको छ, चर्चा चलेको छ। अर्थमन्त्री स्वयंले तिमीहरूका काण्ड हामीलाई थाहा छैन भन्दै संसदको रोस्टरमै उभिएर जवाब फर्काए। व्हाट अबाउटिजम टेक्निकले के भन्छ भने, सत्ता जब सबैभन्दा ठूलो नैतिक संकटमा पर्छ, नैतिक रूपमा कमजोर हुन्छ, तब उसले विषयान्तर गर्दै प्रतिप्रश्न गर्छ। यो राजनैतिक सत्ता होस् वा अरू कुनै सरोकारको विषय, नैतिक संकटमा पर्दा तार्किक जवाफ दिन नसक्दा प्रयोग हुने यो टेक्निक अहिले निकै प्रयोग भएको छ। यसरी हेर्दा वर्तमान सरकार संख्यामा ऐतिहासिक बलियो तर नैतिक रूपमा ऐतिहासिक रूपमा कमजोर बनिरहेको हो कि भन्ने ठाउँ प्रशस्त देखिएको छ। नमस्कार।